गाइज गुड आफ्टरनुन सबैलाई। म चाहिँ अहिले दिउँसोवाटी भिडियो बनाउन छु, भ्लग गर्नु। वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ सबैलाई गुड आफ्टरनुन। अनि म चाहिँ अहिले दिउँसोदेखि भिडियो बनाउन लाग्छु। आज बिहानदेखि क्या हो अनि त्यही भएर बनाउनु अहिले दिउँसोदेखि। अनि हामी चाहिँ जान लाग्छु अहिले दोकान चाउचाउली सब म सामान लिन जान लाग्छु। तिमीहरूलाई पछि म आज देखाउँछु। आज म के सामान लिन जान लाग्छु। यहाँ छन् अगाडि भाउजू, अगाडि अगाडि फेसैदेखि लाग्छ उसै हाय अरे भाउजू यहाँ छन्। अगाडि 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 हिँड्दै म त यहाँ पछाडि 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 छु। हात पनि यस्तो फोर्दिकिन किनकि म अहिले भकारी टालेर आयो। म गएन घुम्न। दिदी अनि सोनू अनि रवि दादा, राज, सुरेश पनि गया। अच्छा ती गया, अरू कोही गएन। देख्न सक्नुहुन्छ हामी यसरी हाम्रो गाउँ चाहिँ यहाँ चाहिँ पुरै खेत बाडी बाडी बाडी। कहाँ घोडाघोडी कहाँ जाँदा अन्त? अनि मन्दिर छ त्यहाँ, अनि घोडाघोडी जाँदैनन्। गाइज मन्दिर भएको ठाउँमा मिन्स भएकोमा जानु हुँदैन भन्ने थाहा छ कि नै? मिन्स भएको ठाउँ जानु हुँदैन। उतातिर घुमे त हुन्छ तर त्यही पनि त्यो मन्दिर अनि घुम्ने ठाउँ एकै ठाउँमा छ क्या। त्यही भएर अब त्यही पानी आँटे हामी हट्टाछौँ, त्यही जल त्यही चढाउँदा खान् त्यहीलाई पूजा मन्दिरमा। तिमी गइजाने। म त यहाँ दिदी आएपछि त घुम्न जान्छु। दुर्पदा दिदी आउनु लागेको छ। अब आज चाहिँ 6 बजीको बम्बईको 16 तारिक चढ्ने हो। चाहिँ हाम्रो गाउँमा गए हामी चाहिँ अहिले जान लाग्छ। अहिले हामी दोकान पुगेपछि देखाउँछु गाइस। पसलमा पुगेपछि देखाउँछु गाइस। गाइस म चाहिँ यहाँ बसिरहेको छु। अहिले भाउजूको बाटो हेरिरहेको छु। भाउजू चाहिँ गाई पुग्नु भयो एकैचोटि। काम पढेर गाई पुग्नु भयो गाइस भाउजू चाहिँ। साथीहरू भाउजू चाहिँ गाई पुग्नु भयो। त्यही भएर म यहाँ कुलामा बसेको छु। यहाँ चाहिँ हाम्रो यति ठुलो कुलो देख्न सक्नुहुन्छ। यही कुला नागेर हामी त्यहाँ पारी जानुपर्छ। उता पारी गर्नला ठाउँ त्यहीँ पसल छ अनि त्यहाँ चाहिँ जानुपर्ने छ। अहिले पसल गएपछि देखाउँछ हामी के सामान किन्छु लिन्छु भनेर। साथीहरू अहिले भाउजू आएर म चाहिँ जान लागेकी छु। कुलो पारी मैले नागिसकेँ। यहाँ छन् भाउजू अगाडि अगाडि। अहिले कहाँबाट बहिनीलाई काम पऱ्यो। क्या काम अर्जेन्ट यस्तो क्या काम पऱ्यो साथीहरू? मलाई छोडेर घर सिधै फरार। म चाहिँ यहाँ छु। हाम्रो यहाँ परालमा पनि आग लगाइदिन्छ। यहाँ छ भाउजू। यहाँ भाउजू अगाडि अगाडि हट्टिछन् मलाई पछाडि पछाडि। भाउजू हुनको फाइदा यही हो, साता साता लिएर घुम्ने। भाउजू हुनको एक न एक त फाइदा हुन्छ। चलो भाइ ताईले बिहा गरी भाउजू इन्डिया। साथीहरू भाउजू भन्ने कोही छैन, सब भाउजूहरू इन्डिया जान लाग्छन्। म चाहिँ एक्लै हुने भएँ। म चाहिँ नेपालमा एक्लै हुने भएँ। केही छैन, घरमा बसेर मौज मस्ती। अहिले हामी दोकान पुगेपछि भिडियो बनाउँछु। रोडमा पिज रोडमा पुगेपछि भिडियो बनाउँछु। हामी खेतै छु, देख्न सक्नुहुन्छ। त्यहाँबाट यहाँ एकजना हाम्रो साथी पढेर आएकी छ। त्यसलाई म छोपेर दोकान लिन्छु। अब जाऊ न जाऊ न। अहिले अहिले म खिलाउँछु। म तुलाई खिलाउँछु। यहाँनिर साँच्ची गाइस मैले यसलाई छोपेर पनि पछाडि पछाडि ल्याइसकेँ। मेरो पछाडि देख्न सक्नुहुन्छ। नाप बोक्देली भनेर 3 डब्बा म एक्लै बोकिसकेँ होइन। हामी नजिकै यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ गण्डाबाडी छ पुरै देख्न सक्नुहुन्छ।
यता यहाँ चाहिँ अगाडि अगाडि चाहिँ घर हो थाहा छैन। यहाँ चाहिँ हाम्रो म्याडम चाहिँ अहिले स्कुलबाट पढेर आयो कि हामी चाहिँ यहाँ छौँ। म त यहाँ चाहिँ चाहिँ म देखेको किन आउँछु भन क्यामरामा देखेको छु फुल टुल खतम देखेको फर्स्ट क्लास देखेको छु मतलब स्पष्ट देखेको छु बाल फ्रिज रोडमा फ्रिजमा आइसक्यो फ्रिजमा। यहाँ चाहिँ हाम्रो ग्याङ पार्टीहरू अरे स्कुल ड्रेस एक बच्चा क्या अब अझ पनि स्कुल ड्रेस लगाएर घुम्दै अरे पढ्न सपना उहिले गाइज पहिला पढ्न सपना यिनले उहिले छाडिसकेका छिन्। पढ्ने इच्छा पुरा पढ्ने इच्छा अहिले पुरा गर्न कहाँबाट पाइने हो होइन। हामी दोकान त पुग्यौँ दोकान बन्द छैन है चाहिँ यो रमाइ छ लाटो सबै त्यो दोकान पुग्नु आउँछ दोकान चाहिँ दोकान गाई म चाहिँ यहाँ छु अहिले म चाहिँ सामान किनिसकेपछि देखाउँछ। निम्बाला हुन् कि निम्बाला दिनु निम्बाला साबुन भाँडा धुने कति आउँछन् 50 का कति आउँछन् 50 का दिनु। यहाँ चाहिँ दोकानमा धेरै भिड छ करेन्ट चार्जर चाहिँ छैन त्यो होइन त्यो 20 वाला के देखाउनु लागि चाहिँ त्यहाँ दोकानको फिस म चाहिँ यहाँ भाउजू यहाँ छन् भाउजू कहाँबाट आएन मुख धोएर गाइज मलाई चाहिँ मलाई चाहिँ करेन्ट आउँदा मिल्यो एउटा 20 को दुईटा 15 वाला दिनु कति वाला हम 15 वाला यति धेरै सामान किन्छ क्या। यहाँ चाहिँ भाउजू छ यहाँ चाहिँ सामान जन्मेर यति धेरै पानी बोक्यो गाई 2000 खतम भयो गाई नदी छ होला मलाई देखाइदिनु मसँग पनि एक पेटी छ यहाँ चाहिँ सामान त थोरै सबैलाई आज मैले एक चाउजो पनि खिलाउँछु गाई 20 रुपियाँ केमा खडा गयो 20 रुपियाँ गाई यत्रो हामीले मेहनत गरी सामान बोकिरहेछ उनलाई अरे 20 रुपियाँको गएर यस्तो लोभ लागिरहेछ हेर त यी लोभी नि लोभी नै नि होइन गाई लोभिनी भन्छ नि तर म खिलाउँदैन भन त लोभिनी हुनु भयो तिमीहरूलाई खिलाउने चाहिँ बच्चुहरू तिमीहरू त काजे बोक्नेको भन त भाउजू क्या काम भयो भाउजूलाई ल्याएको अझ यहाँदेखि अझ एक पुन्टा चाउचाउ आउँदैछ गाइज यहाँ हाल्दै त्यहाँ भाउजू बोक्नु त्यो हजुर भाउजूलाई बोक्नु पठाऊ भाउजू बोक्नु गाइज यहाँ देख्नु पियुसको बजायो पियुसको यो चाहिँ पियुस बजाएछ गाइज पियुस चल बोक यो चाहिँ बोक्दैछ अब झडी झडी म चाहिँ यहाँ छु अनि हातमा तपाईँले मलाई देखिएको छ किन हामी चाहिँ बोकेर हिँड्न लागेको छौँ पर यहीँ दुईजना आयो आफू बोक्नु साडी बहिनी लगाएको दिए होइन पागल न त्यो पागल म खाउँ कसरी गाई जाएर त यो गाइज म खाउँ कसरी मेरो हातमा यसरी समाजिरहेको छु मैले म खाउँ कसरी हामी चाहिँ अब यो बाटो जान्छौँ खुर्सानी हातमा गाई म चाहिँ अब घर पुगेपछि सिधा सामान देखाएर भिडियो बनाउँछु केही किन्यौ न भनेर होइन हुन्छ यो चाहिँ यसरी बसेर खान लागि छ हाम्रा सामान यहाँ छन् भाउजू चाहिँ यहाँ छन् म चाहिँ यहाँ बसेको छु मैले अहिले चाउचु मिसै गरेको छैन गान मैले फुटाएको पनि छैन अहिले फुटाएको पनि छैन गाई ल न मेरो पनि मिसाइदिएन यसो हाल्नु न अहिले यसलाई मैले मिसाउनु लगाएको छु यहाँ चाहिँ गण्डाबाडी छ हामी चाहिँ हिँडेर बसेका छौँ
मैले टक्क कति सामान किने गाइस मेरो 2000 खर्च भयो यहाँ देख्न सक्नुहुन्छ एक पुरा यहाँ छ 1 2 भएको अरु सब सामान यो थैलाबाट छन् एकका खुट्टा देख्न सक्नुहुन्छ यो लम टाँगेको यहाँ छन् खुट्टा आफू त्यहाँ बसेको छ यो म चाहिँ यहाँ छु फेरि चाउचाउ छिटो मिसाइदेऊ न मलाई पनि देऊ न गाइस भाउजू मलाई पनि चाउचाउ दिनु ल मेरो भलकमा भाउजूले सब्स्क्राइब गरेको छैनन् गरेकी छन् तर पिरो भयो गाइस यो दोकान आज भने नानो बन्द भयो म अब घर गएर देखाउँछु सामान हजुरहरूलाई मैले कति के बनाएँ भनेर कति क्या लियो गाईले मेरो चाउचो बोकी गाई यसको काण्ड देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ यसले मेरो चाउचो बोकी यहाँ छरबेट त यसको यो ढङ्ग यो यति भन्दै अहिलेका लागि बाई एकछिन पछि म हजुरलाई सामान पनि देखाउँछु सबै मैले के किने के नै भनेर गाई यो सब इन्डिया जाने सामान हो गाईले मेरो आटा चाउचो खाइदिए यसलाई म के गरौँ निकरी पनि फोडेकी नै होला कसले सिकाउँछ यसलाई कसले सिकाउँछ यस्तो ढङ्ग गाइस कोल्ड ड्रिंक पनि खेलाएन नि नानुले मसँग त्यति पैसा छैन होला 2000 को बस खिलाउँदैन पैसा बेच खिलाउँदैन हामी त पुरै खाने हो त हामी हो न एकचोटि म यति कङ्गाल बढाएर किनकि निखिलको अब सुजन भएको छ साथीमा त्यहीको दबाई गर्न सबै छ एक कुनेसम्म मासु नै केही पनि पैसा खर्च गर्नु छ भने अब मेरो भाइका छातीमा सुजन भएको त्यही भएर पैसा पनि छैन के पनि छैन त्यही भएर म सामान पठाउँछु यहाँबाट इन्डिया अनि कविता मेरो मुखमा हिँडेको छ क्या भन्न लाग्छ भनेर बाबामा सबै इन्डिया जान कमाउने कोही पैसा पठाइदिने कोही छैन बिरामी मात्रै भन्छन् मेरो घरका मान्छे गाइस अहिले म पछि सामान घर पुगेपछि देखाउँछु सामान किनेर ल्यायो मैले बोर्डको लागि एउटा सामान एउटा पेटी भाउजूले एउटा पेटी बहिनीले अनि सब सामान भाउजूले बोकेर ल्याइदियो नि म चाहिँ सक्दिनँ त्यही भएर सब भाउजूले आज चाहिँ म प्याकिङ गरेको पनि देखाउँछु अनि यति भन्दै अहिलेको लागि बाई खतम चाहिँ हामीले आज सामान पुरा प्याक गरिसकेँ मैले चाउचाउ अनि यहाँ चाहिँ सब चाउचाउ देख्न सक्नुहुन्छ यता पुरै थैलामा प्याक छन् यी चाहिँ इन्डिया जाने चाउचाउ हुन् यहाँ चाहिँ हाम्रो बड्डी महारानी नि बयु नि यहाँ छन् बहिनी हाम्रो बहिनी बर्थडे र यी महारानी नाखाउँदो फुली टल्का आगी जानु हजुर हौ कोही आउने बेला लैजानु यी बढी मेरा चिउडा चोरी खाइसक्यो यहाँ कोहीका तर्फबाट त्यति बिना दिएन के गाई यी घरका मान्छे सब पाएको क्या मैले सब सामान प्याक गरिसकेँ अब भोलि चाहिँ हाम्रा दादा दादा इन्डिया म अनि एक्लै यही घरमा बर्थडे त क्या हो नि यहाँनिर त मेरा घरका होइन नि कहाँ अहिले पाहुना आएको नि मान्छे सबैजना पाहुना आयो नि तल्ला घर कि नि यो पनि तल्ला घरको यो चाहिँ हगुरो यो चाहिँ यो कहाँको यो अब यति भन्दै सबैलाई बाई बाई गुड नाइट।